यो चाहिँ हाम्रो कर्णाली प्रदेश सुर्खेतमा रहेको दैलेख जाने रोड हो। घण्टाघर पार्कभन्दा माथि साइड ठ्याक्कै आँखा अस्पतालदेखि वारी साइड आउनुभयो भने हाम्रो सहारा एजुकेसन इन्स्टिच्युट, तपाईँले जापानिज भाषा, कोरियन भाषा, ल्याङ्ग्वेज जुनसुकै पढ्नको लागि सजिलैसँगै गाउँबाट सहर झर्नु भएको छ भने सुर्खेतमा यो लोकेसनमा आउनु होला। मेन कुरा यो लोकेसनमा आइसकेपछि सिधै तल घण्टाघरबाट माथि हटिया लाइनबाट माथि आएर पनि उता आउन सकिने छ। अनि मेन कुरा चाहिँ हामीले जानकारी के पाउनु पर्यो भने घण्टाघर पार्क रहेको उतै मेन घण्टाघरलाई हेर्नु पर्यो, चोकलाई हेर्दै 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 जानु पर्यो। चोकलाई हेरिसकेपछि हल्ला हुन्छ। अनि यहाँबाट सिधै जिल्ला प्रहरी कार्यालय जाने बाटो जाने घण्टाघरबाट सिधा। त्यसै माथि हाम्रो चौड रहेको छ घण्टाघर तलतिर मेन लोकेसन। त्यसै ट्राफिक कार्यालय रहेको छ यो, त्यहाँबाट पनि आउन सकिन्छ। त्यहाँ सिधा पर गरी जिल्ला प्रहरी कार्यालय भयो, चोक मेन चोक हो यो अड्डा। यहाँबाट पनि सिधा हेऱ्यो भने भेट्न सकिन्छ। यो चाहिँ भेरी एफएम है, भेरी एफएमबाट तल नगरपालिकाबाट अनि माथि हजुरहरू आउन सक्नुहुन्छ नगरपालिकाबाट माथि। त्यसपछि हामी हिँड्दै कहाँ जान्छ भने चाहिँ ठ्याक्कै भेरी एफएमको अपोजिट साइडमा पुग्छौँ है। हामी अपोजिट साइडमा पुग्छ, त्यहाँ हाम्रो बिचमा मेन सेन्टर के भन्छ धम्ला चोकदेखि तलतिरबाट माथि आउँदा रङ्गशालाको पनि एरिया पर्छ र माथि दैलेख जाने रोडबाट पनि आउन सक्छ। यो हाम्रो चाहिँ मेन चोक भनेको भेरी एफएम हो। यो भेरी एफएम हेर्दा पनि हजुरले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ हामी धम्ला चोकमा आयौँ। धम्ला चोकको सिधै पर जाने, दायाँ बायाँ नलाएर सिधै पर जाने त्यहाँ गइसकेपछि हाम्रो कालिम्चोक छ एरिया। कालिम्चोक तलतिर गयो भने हाम्रो भित्रपट्टि छिर्ने ठाउँ छ है। हाम्रो सहारा एजुकेसन इन्स्टिच्युट आफ्नै भवनमा रहेको छ भने चाहिँ बुझ्न सकिन्छ। हो यो चाहिँ हाम्रो तल दैलेख जाने रोड हो। दैलेख जाने तल आयो नेपालगञ्ज जानेदेखि माथि आउनुपर्छ। माथि आइसकेपछि सिधा पर जाने इत्राम खोला जाने बाटोबाट सिधै भित्र छिर्नुपर्छ हामीले है। त्यहाँ धेरै साइनबोर्डहरू पनि लेखेको छ हाम्रो सहारा एजुकेसन इन्स्टिच्युट भनेर। त्यो चाहिँ भिजिट गर्न सक्छ। हाम्रो चाहिँ कालिम्चोक भनेको चौड हो, यो एरिया हो कि हाम्रो मेन अड्डा। यो एरियाबाट पनि धेरैले लोकेसन पत्ता लगाउन सजिलो छ। यहाँ तल झरिसकेपछि मात्रै आउँछ। अनि त्यसपछि प्रदेश लोकसेवा आयोगबाट पनि आउँछ, अनि ज्योति स्कुलबाट पनि आउँछ है। जहाँबाट हामी सहज हुन्छौँ, जहाँबाट हुन्छ आउन सकिन्छ। कालिम्चोकबाट सिधा यता आएर हामीले यो एरिया सिधै माथि दायाँ बायाँ सिधै नजाने हामी है। ट्याक्कै सिधा नगरेर सहारा इन्स्टिच्युट भनेको साइनबोर्ड राखिदिएको छु, त्यहाँबाट भित्र छिर्ने हामी भित्र छिरिसकेपछि हामी भवन धेरै देख्छौँ, सहारा लेखेको होइन। त्यसै मात्र चाहिँ 5 तला भवन छ ठुलो सिसाको। त्यो भवन हेऱ्यो भने ठ्याक्कै हजुरले सोचेको यस्तो सपना पुरा गर्न यहाँ आउन सक्नुहुनेछ भन्दै भित्रसम्म पनि हजुरहरूले हेरेर चित्त बुझाउन सक्नुहुन्छ। र सबै जानकारीहरू भिडियोहरू प्रेम सापकोटा सहारा एजुकेसन इन्स्टिच्युट सञ्चालक आयोजकबाट सम्पूर्ण कुराहरू हजुरले अब सुन्न सक्नुहुन्छ। हेर्नुहोस्। नमस्कार, म प्रेम सापकोटा, सञ्चालक सहारा एजुकेसन सुर्खेत। सहारा एजुकेसन सुर्खेतमा विगत लामो समयदेखि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको सबैलाई विदितै छ। र फेस्टिभल सकिएपछि अब हामीले विभिन्न कार्यक्रमहरू चाहिँ सहारा एजुकेसन सुर्खेतमा चाहिँ सञ्चालन हुँदैछन्। र यो कार्तिक महिनासम्म अब भर्ना हुने भाइ बहिनीहरूको लागि चाहिँ यहाँ विभिन्न डिस्काउन्ट अफरहरू होइन पनि यहाँ सञ्चालन रहेको छ। र अब सङ्घ प्रदेशहरूका लोकसेवा आयोगका विज्ञापनहरू पनि अब आइरहेको परिवेशमा लोकसेवातर्फका नासु खर्तारका तयारी कक्षाहरू, शिक्षक लाइसेन्स तथा शिक्षक सेवा आयोगतर्फका क्लासहरू यहाँ चाहिँ सञ्चालन रहेका छन्। साथसाथै बैंकिङ सेवा
लगायत विभिन्न ट्युसन क्लासेसहरू, एसी विशेष ट्युसन कक्षाहरू, +2 तर्फका ट्युसन क्लासहरू, एसआर एजुकेसनमा होस्टेलको व्यवस्थासहित विभिन्न क्लासहरू चाहिँ सञ्चालन भइरहेको चाहिँ छन् र विगतको नतिजा पनि हाम्रो चाहिँ उत्कृष्ट नतिजा चाहिँ ल्याउन सफल यस सहारा एजुकेसन इन्स्टिच्युटमा विभिन्न तयारी कक्षाहरू को लागि भाइ बहिनीहरूले यहाँ चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ र कतिपय इन्क्वायरीहरू गरिराख्नु भएको पनि हुन्छ। त्यसो भएको हुनाले एसीका ट्युसन कक्षाहरू, +2 का ट्युसन कक्षाहरू साथसाथै लोकसेवातर्फका सम्पूर्ण कक्षाहरू, प्रथम पत्र, द्वितीय पत्र, तृतीय पत्रका कक्षाहरू विशेषज्ञ प्रशिक्षकहरूबाट है काठमाडौँबाट आउने प्रशिक्षकहरू तुल खड्का सर, कुबेर अधिकारी सर, वाइपी गौतम सर लगायत विभिन्न सरहरूबाट हामी कहाँ चाहिँ क्लासहरू चाहिँ यहाँ भइरहेको अवस्था छ। त्यसो भएको हुनाले निजाबती सेवामा प्रवेश गर्न चाहने, शिक्षक सेवामा प्रवेश गर्न चाहने भाइ बहिनीहरूको लागि र इन्जिनियरिङ सेवातर्फका कक्षाहरू, इन्जिनियर हरि महत्रा सरका फिजिकल तथा अनलाइन क्लासहरू पनि यस सहारा एजुकेसनमा उपलब्ध रहेको हामी जानकारी गराउँछौँ। साथै कृषि भेटनेरी तर्फका कक्षाहरू, कृषि भेटनेरी तर्फका लोकसेवाका तयारी कक्षाहरू पनि यहाँ सञ्चालन भइरहेको जानकारी म गराउन चाहन्छु। त्यसो भएको हुनाले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई शनिबार विशेष परीक्षा नमुना परीक्षामा सहभागी भई पनि भाइ बहिनीहरूले यो नमुना परीक्षाको पनि फाइदा उठाउन सक्नुहुन्छ र कुनै पनि शैक्षिक परामर्श है आफ्नो उज्जवल भविष्यको लागि कुनै पनि शैक्षिक परामर्श चाहने भाइ बहिनीहरूले सहारा एजुकेसनमा सम्पर्क गर्न सक्नुहुन्छ। फोनमा पनि यहाँहरूले चाहिँ परामर्श लिन सक्नुहुन्छ र भौतिक रूपमा सहारा एजुकेसनमा आएर पनि भाइ बहिनीहरूले शैक्षिक परामर्श लिन सक्नुहुन्छ र हाम्रो सहारा एजुकेसनको पेज मार्फत पनि हामीले सूचनाहरू हालिरहेका हुन्छौँ। यस मार्फत पनि यहाँहरूले सूचनाहरू लिन सक्नुहुन्छ र सम्पूर्णलाई तपाईको उज्जवल भविष्यको लागि तपाईले मेहनत गर्नुपर्ने हुन्छ, तपाई लाग्नुपर्ने हुन्छ, तपाई खट्नुपर्ने हुन्छ र त्यसको सहजीकरण, त्यसको सरल सहजीकरण, व्यवस्थित सहजीकरणको लागि सहारा एजुकेसनलाई कर्णाली प्रदेशको एकमात्र ख्याति प्राप्त इन्स्टिच्युट यस सहारा एजुकेसनमा तपाईँ चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। हामी सहकार्य गर्न सक्छौँ। त्यसको लागि विभिन्न क्लासहरू, लोकसेवा क्लासहरू, ट्युसन क्लासेसहरू र यसमा विशेषज्ञ टिमहरूको चाहिँ यहाँ जमघट र विगत लामो समयदेखि अनुभव एक्सपिरियन्स्ड टिचरहरूको टिमहरू हुनाले हामीले यसमा चाहिँ व्यवस्थित तरिकाले तपाईहरूको आवश्यकतालाई मिट गर्ने गरी है स्टुडेन्टहरूको निड सिलेबसहरूको चाहिँ लाई मिट गर्ने गरी हामीले यहाँ सम्पूर्ण कुराहरूको व्यवस्थापन है, फिडब्याकको व्यवस्थापन, इक्जामको व्यवस्थापन, नोट्सहरू हैन, विभिन्न अब ओल्ड क्वेसन प्र्याक्टिसहरू सम्पूर्ण यहाँ मेकानिजम चाहिँ सहारा एजुकेसनमा भएको चाहिँ म जानकारी गराउन चाहन्छु। हस्त नमस्कार, धन्यवाद, थ्याङ्क यू।